सेवापाटी समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। उच्च स्तरीय राजनीतिक संवाद समितिले मुख्य दलका क्षतिग्रस्त कार्यालयको निरीक्षण गर्यो। शीतलहरबाट बस्न आवश्यक सतर्कता अपनाउन प्रशासनको अनुरोध। रेशम चौधरीको गुनासो, म नेपाली हुन सकिन। बाढी पहिरोले क्षतिग्रस्त इलामका सडक पुल बनाउन 2 अर्ब 19 करोडको स्रोत सुनिश्चित। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका 65 निवर्तमान सांसदले गरेको हस्ताक्षर सर्वोच्चमा। कांग्रेसको महाधिवेशन केही समय धकिलिन सक्छ, डाक्टर शेखर कोइराला। शीतल निवासमा प्रधानमन्त्री कार्की र ओली सहित 3 शीर्ष नेताबीच भेटवार्ता जारी। अपी पावरले 5.26% लाभांश दिने, बोनस शेयरपछि 30% हकप्रत जारी गर्ने। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा मुद्दा दायर। शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।